हाई एभ्रिवान नमस्ते। आज चाहिँ मैले एकदमै मिठो चटपटे बनाएर खाएँ। मैले बनाएको चटपटेको रेसिपी म हजुरहरूलाई पनि सेयर गर्न जाँदैछु। मैले चाहिँ एउटा भेज चाउचाउ लिएको छु वाइवाई। एउटा सफा भाँडो लिएँ, त्यसमा चाउचाउ एड गरेँ। चाउचाउ राखिसकेपछि मैले अब यसमा एक कचौरा जति सानो कचौराको एक कचौरा दालमोठ पनि लिएको छु, त्यसमा मैले एड गरेँ। यो दुईटा मिक्स गर्छु। यो दुईटै मिक्स गरिसकेपछि चाउचाउमा भएको मसलाहरू पनि यसमा एड गरिदिन्छु। त्यसपछि मैले प्याज एड गरेँ। प्याजलाई चाहिँ मैले ससाना टुक्रा बनाएर काटेको थिएँ। त्यसपछि चना, हरियो खुर्सानी र मैले बोइल गरेर राखेको आलु टमाटरलाई पनि राखिदिएँ। त्यसपछि मैले यसमा अलिकति जिराको धुलो, त्यसपछि बिरेनुनको धुलो, त्यसपछि अलिकति टिमुर पाउडर राखेँ अनि खुर्सानीको धुलोलाई पनि राखेँ र अलिकति आयोडिन नुन पनि लिएको छु। त्यसपछि तोरीको तेल अलिकति राख्छु। त्यसपछि मैले यसमा हरियो धनिया पनि एड गरिदिएँ र लास्टमा अलिकति कागती राखेर अब यसलाई मैले मजाले मिक्स गर्न जाँदैछु। हजुरहरूले पनि एकचोटि यो रेसिपी ट्राई गर्नुहोला। हजुरहरूले यसरी खानुभयो भने बजारमा गएर चाहिँ चटपटे खान पर्दैन। एकदमै मिठो रेसिपी छ यो। त्यसपछि यसलाई मैले मजाले मिक्स गरेँ र फाइनली यो रेडी हुन्छ। फाइनली मेरो चटपटे रेडी भयो। अब म खान जाँदैछु। थ्याङ्क यू सो मच फर वाचिङ।